अर्थतन्त्रमा होस्, परिवर्तन राजनीतिक दलहरूमा पनि होस्। कुनै एउटा घोषणाले मात्रै यो परिवर्तन सबै सम्भव हुँदैन, तर कहीँ न कहीँ कसैले कसैले केही सुरुवात गर्न सक्छ। त्यसैले कोही युवा जेनजी हुनुहुन्छ भने, जेनजीको उमेरको हुनुहुन्छ भने तपाईहरूले खोजेको सबैभन्दा मुख्य कुरा परिवर्तन हो र हो भने त्यो परिवर्तनको सुरुवात कसले गर्यो भन्ने कुरालाई सबभन्दा पहिला जेनजीले बुझ्नुपर्छ। यस हिसाबले भन्दै गर्दा म सगर्व भन्न सक्दछु कि जेनजी मुभमेन्ट पछाडि कुनै क्षेत्र र कुनै राजनीतिक दल बदलियो भने त्यो केवल कांग्रेस पार्टी, नेपाली कांग्रेस मात्रै बदलियो। त्यसैले जेनजी जो हुनुहुन्छ उहाँहरू सबैले सोच्नुपर्छ, कम्तीमा यो सुरुवात भएको छ। जसले सुरुवात गरेको छ बदल्न सक्छ, बदलिन सक्छ। जसले उसैले बदल्न सक्छ। कसैले भन्नु होला हामी बदल्न सक्छौँ भनेर, बदल्न सक्छौँ भन्ने सबैको सोचलाई हाम्रो सम्मान छ, शुभकामना छ। हामीसँग यो निर्वाचन कुनै दुश्मनीको अखडा होइन, यो विचार र व्यक्तित्व प्रतिस्पर्धाको महायज्ञ हो। नेपाली कांग्रेस पार्टी कसैलाई दुश्मन मान्दैन। गारामुनिमा पनि अहिले जो हुनुहुन्छ, ओल्लो घरले एउटा चिन्ह, पल्लो घरले अर्को चिन्हमा भोट दिँदै हुनुहुन्छ भने पनि कुनै ठूलो स्वरमा छलफल गर्न जरुरी छैन। यो मित्रता हो, प्रतिस्पर्धा हो। भोलिको जिउँदाको जन्ती तपाईँहरू नै हो, मर्दाको मलामी तपाईँहरू नै हो। उम्मेद्वारहरू आज आउनुभएको छ, भोलि उहाँहरू राष्ट्रको कुनै जिम्मेवारीमा पुग्नु होला, तर फेरि पर्दा सबभन्दा बढी एक आपसमै रहने। त्यसैले नेपाली कांग्रेस पार्टी निर्वाचनमा जाँदै गर्दाखेरि पनि कसैले आवेगमा आउने कुरा, उत्तेजनामा आउने कुरा, दुश्मनी राख्ने कुरालाई आज हामी सोच्दै गर्दा हामीले परिवर्तनको मुद्दा उठाएका थियौं। परिवर्तनको मुद्दालाई साँचो रूपमा चाहिँ सम्बोधन गर्ने काम कांग्रेसले गरेको छ। कांग्रेस आफै बदलिएर आएको छ। जो बदलिन सक्छ त्यसले नेतृत्व गर्न सक्छ। महत्वपूर्ण रूपमा बलियो रूपमा उठाउने झण्डा भनेको 4 तारे झण्डा हो। जेनजीले यो मुभमेन्टलाई लिएर अगाडि जानका लागि हामी अपिल र आग्रह गर्न चाहन्छौँ। यो बेलामा अर्को पनि सोच्न जरुरी छ। जेनजीले या अन्य पुस्ताका सबैले सोच्न जरुरी छ। यो निर्वाचन व्यक्तिगत रूपमा सरिता प्रसाईले जित्नुपर्ने या हार्नुपर्ने कुरासँग सम्बन्धित छैन। नेपाली कांग्रेस पार्टीले यो निर्वाचन क्षेत्रमा जितेको पनि अनुभव छ। हामीलाई त कुनै नयाँ कुरा होइन। हामीलाई हारेको पनि अनुभव छ। कांग्रेसको जिन्दगीमा धेरै हार हामीले बेहोरेका छौं, त्यो पनि हाम्रो लागि अनौठो कुरो होइन। तर यो निर्वाचन केवल एकजना उम्मेदवारले जित्ने या नजित्ने भन्ने कुरासँग सम्बन्धित छैन। प्रश्न कसले जित्छ होइन, प्रश्न कसले नेपाली समाजलाई राम्रोसँग गाँच्न सक्छ भन्ने, नेपाललाई कसले राम्रोसँग समन्वय गर्न सक्छ भन्ने। नेपाललाई समन्वय गर्ने भनेको भिन्न भिन्न पुस्ताको समन्वय, भिन्न भिन्न जाति जनजातिको समन्वय। 17,500 बाट 18,500 किन भएन? तपाईँ किन जिउँदै हुनुहुन्छ, म किन जिउँदै बोलिरहेको छु? त्यो समन्वय गर्ने कांग्रेस। तिमीले जिते तिम्रो सत्ता, हामीले जिते हाम्रो सत्ता, तर बन्दुक लगेर क्यान्टोनमेन्टमा थन्क्यौ भनेर देशमा शान्ति स्थापना गर्ने कांग्रेस। संविधान भन्दा कहीँ मैनबत्ती बालियो, कहीँ टायर बालियो, टायर बाल्नेको पनि यो देश हो, मैनबत्ती बाल्नेको पनि यो देश हो भनेर समन्वय गर्ने कांग्रेस गर्न सक्छ भनेर सोधेको थियो। विश्वप्रकाशले सोध्यो भन्ने हो भने कुनै पनि राजनीतिक दलको आदरणीय नेताहरूले भन्नु होला हाम्रो दलले सक्छ। मौखिक रूपमा भन्नु, भावनात्मक रूपमा भन्नु, उत्साहले भन्नु, जाँगरले भन्नु एउटा कुरा हो, तर तथ्यहरूको आधारमा विगतको साँच्चै समन्वय कसले गर्यो भनेर हेर्दै गर्दा नेपाली कांग्रेसले गरेको छ। त्यसैले यो बेलामा यो देशलाई विषम परिस्थितिबाट, यो आँधीहुरीबाट शान्त अवस्थामा लिएर जान समन्वय गर्न कांग्रेस चाहिन्छ। यसलाई एउटा म सानो सरल उदाहरण बताउँछु। तपाईहरु कुनै फेवाताल जानुभएको छ मानिलिउँ भने, अथवा कुनै तालमा जानुभएको छ भने तपाई फेवातालमा नाउँमा जाँदै गर्दा के हुन्छ? त्यो नाविकले चलाइरहेको बेलामा तपाईलाई मन लाग्छ कि त्यो नाउ यसो खियाएर आफू पनि सिक्न मन लाग्छ। एकचोटि म चलाएर हेर्छु नि भनेर सोच्नुभएका साथीहरू पनि यहाँ हुनुहुन्छ, चलाउनु पनि भएको छ। एकछिन पानी यसो धकेल्दै गएपछि, यसरी पानी धकेल्दै गएपछि नाउ अगाडि बढ्दै जान्छ। मैले सिकेँ, जाने भन्ने लाग्छ, उत्साही पनि भइन्छ। अर्को साथीले पनि ले म पनि भनेर भन्छ। तर जब फेवातालको बीचमा पुग्छ नाउ, जब आँधी आउन थाल्छ, हुरी आउन थाल्छ अचानक, त्यसपछि त्यो शिकारले के भन्छ भने लो गाह्रो भनेको तपाईँ सम्हाल्नुहोस्। या त्यो बेलामा त्यो जान्ने नाविकले के भन्छ भने ल तपाईहरुले सिक्ने काम छोड्नुहोस्, होइन पहिला जिन्दगी बचाउनु पर्यो।
यो बेलामा पहिला के गर्नु पर्यो, नाउ बाँच्यो भने हामी सबै बाँच्ने भनेर त्यो जान्ने नाविकले हाँकेर लिएर जान्छ। आज देश विषम परिस्थिति परेको बेलामा सबभन्दा जान्ने नाविक को हो? यो आँधीहुरीबाट देशलाई जोगाएर लिएर जान सक्ने त्यो कांग्रेस हो, जसले यो नाउलाई डुब्नबाट, देशको नाउलाई डुब्नबाट जोगाउन सक्छ।